दिमाग खराब भइरहेछ अब भोलि त जाने हो भन्ने भइरहेछ मेरो मान्छेदेखि कन्फिडेन्स लेभल 0 हुन्छ फेरि मान्छेहरुको फेरि कमेन्ट आउने होला सुरुको ल रोइन्थे घुम्न जाने हो भाडा बढाउनु पर्ने हो साले साले काट्दिनु पर्ने हो लो हुन्छ 0 हुन्छ क्या म सब्जी में सलाद खिया टमाट आधा मैं आप लोग मैं तो बहुत अच्छी स्पेशल पर्सन सँग आएर घुम्न गएको क्या मजा आउँछ चिसोमा कोल्ड कफी कौन खाएगा तो राम्रो हातले बनाएको नि मिठो हुँदैन त हेलो गाइस कैसे हो आप लोग मैं तो बहुत अच्छा हूँ हेलो गाइस के छ सन्चै आरामै हुनुहुन्छ नि हैन म एकदम बिल्कुल सन्चै आरामै छु ठीकठाक छु अनि आज चाहिँ हाम्रो कतै घुम्न जाने भन्ने कुरो भइरहेको यहाँ घरमा म चाहिँ अब भाडा कुरा माझेर सके भर्खर हैन अब घुम्न जाने हो भाडा कुरा उफ्त तर्योल पारेछु भाडाहरू अनि त्यहाँ मिसिनमा चाहिँ कपडा लगाइरहेको छु क्या मैले मिसिनमा कपडा लाछु त्यहाँ चाहिँ हेर्नुपर्ने हुन्छ के कस्तो हुनु हो कपडा सिसामा देख्यो आमा मामा मेरो कपाल कति लामो कोही कोही मान्छेहरुको फेरि कमेन्ट आउने होला कपाल देखा हो भनेर के गर्नु त अब देखियो हेर्नुस् ल मैले चाहिँ यहाँ कपडा मिसिनमा हालेको छु कि अनि अब यो सकिनै टाइम लाग्छ हामी अब चल्दिन्छौँ होला घुम्न अनि घुम्न जान्छौँ कहाँ जाने भन्ने कुरो चाहिँ थाहा छैन हैन कहाँ जान्छौँ के गर्छौँ भन्ने कुरो चाहिँ थाहा छैन गाइस अब घुम्न चाहिँ जाने भन्ने कुरो छ कहाँ कहाँ जान्छौँ के गर्छौँ मलाई थाहा छ मान्छे देख्यो भने मलाई पुरै मेरो कन्फिडेन्स लेभल नै लो हुन्छ 0 हुन्छ क्या म सक्दिनँ देखाउन तर कोसिस चाहिँ जारी नै छ देखाउने हजुरहरूलाई म सँगसँगै घुमाउने कोसिस गर्ने छु देखाउने पनि छु मैले हजुरहरूलाई अनि कहाँ कहाँ घुम्छु कहाँ जान्छु के गर्छु कस्तो कस्तो गर्छु कस्तो के छ सब देखाउँछु ल अहिलेलाई चाहिँ यति नै बाँकी चाहिँ हामी कहाँ घुम्न जान्छौँ भनेर त्यहाँ चाहिँ हेर्छौँ ल त्यहाँ चाहिँ अब एकैचोटि त्यहाँ पुगेर आउँछौँ हामी गेटअप लुक्स पनि चेन्ज हुन्छ आज चाहिँ हामी पार्क भन्ने ठाउँ गएको छ होइन कुवेतको यिनीहरूले पनि भिडियो बनाउँदैछु कि यिनीहरूले हेरेर मलाई लाज लागिसक्यो यहाँ जति पनि हुन्छ म भिडियो चाहिँ देखाउने कोसिस गर्छु ल लाज नमानेर लाज लाग्छ के गर्नु गाइस एक झलक हेर्नुलाई यस्तो मजाको छ यस्तो दामी छ हामी चाहिँ कफी सपमा आएछौँ होइन मान्छेले देखेपछि नि मेरो कन्फिडेन्स लेभल नै 0 भइहाल्छ अरूको पर्सनलको होला अब त्यस्तो पब्लिक गर्नु भएन होइन देखाउन नसक्ने त्यही माथि मेरो मान्छेदेखि कन्फिडेन्स लेभल 0 हुन्छ फेरि के देखाउनु हुन्छ यस्तै छ भिडियो बनाउने भन्दैमा अब आफूले भिडियो गराउँछु भन्दैमा अब यतातिरको नियम कानुन पनि मान्नु नमान्ने कुरो भएन नमान्नु पऱ्यो भोलि आफूले समस्या पर्ने काम किन गर्नु त्यही भएर म धेरै देखाइनँ होला गाइस बाहिरतिर सकेसम्म देखाउनु नसक्छु ल हजुरहरूलाई यो चिसोमा कोल्ड कफी कौन खाएगा अनि सो भिडियो सुन्नु मैले भिडियो न आज ल अहिले आना सो बस भिडियो यो चिसो मैले कोल्ड कफी समाइरहेको छु यहाँ यस्तो सुनो एबी सुनको ला रो इन्ते ला इन्ते रो सब आना सो त्यो भिडियो रो यस्तो छ बेला बेलामा निस्किन्छ मेरो मलाई यस्तो मनपर्छ क्या कोल्ड कफी चाहिँ म खाँदैछु चिसोमा खाँदै हाँस देखेर
म झन् मान्छे देखेँ यस्तो कन्फिडेन्ट लेभलै 0 हुन्छ मेरो मान्छेमा राम्रै नै हो हुन चाहिँ हामी चाहिँ जानै सक्यौँ कि धेरै घुमेनौँ अनि यो यस्तो ठाउँमा स्पेसल पर्सनसँग आएर घुम्न गएको क्या मजा आउने थियो कफी सपमा यहाँबाट सरासर गयो कफी सपमा गयो कफी सपबाट फरक त्यति मात्र घुम्नु भयो किन आउनु बोलाइबाट नि घुमाउने टन्न घुमाउनु पर्छ नि टन्न घुम्ने भनेर आयो त थोरै घुम्नलाई किन आउने हो त बोलाइबाट अब हामी यहाँदेखि चाहिँ कहाँ जान्छौँ थाहा छैन कहाँ जाने हुन्छ तर म जहाँसम्म जान्छु तपाईँहरू देखाउँछु ल साथीहरू गाइड्सहरू स्टेडियम अलवेज लभ कोल्ड कफी हामी चाहिँ डाइरेक्ट म्यामको दिदीको घरमा आयौँ क्या अनि अब आउन मेरो फोनमा चार्ज पनि थिएन अनि देखाउनु पर्ने चार्जर लगाइदिएँ चार्जर लगाएर काम थिएन क्या त्यो बेला एकछिन बसेँ अनि त्यो चार्जर थिएन मैले चार्ज लगाएँ अनि त्यसपछि एकछिन पल्टेको मिलाइदिएछु मसल्ला अनि उठेर अनि यहाँ चाहिँ अब आज चाहिँ शनिबार होइन अनि अलिक पाहुना आउनु भएको छ क्या पाहुना आएको अनि खानासाना बनाउनु पर्ने पो सालेट काटिदिनु पर्ने हो एकछिन बिजी भयो भिडियो गर्नै पाएन क्या एकछिन बनाउनु चाहिँ भिडियो बनाएको थियो नि फेरि अब यहाँबाट फेरि यस्तो हुन्छ नि त देखिँदैन अनि घरदेखि बाहिर निस्केर जान्छ अनि त्यही भएर मैले चाहिँ गरेन भिडियो अहिले चाहिँ गर्दैछु उहाँहरू सालामा बसेर खाँदै हुनुहुन्छ अनि उताले दुइटा दुइटा खतममा छ क्या काम गर्ने दुइटा एउटा चाहिँ भर्खर काम सकेको छैन अझै उसको बाँकी नै चाहिँ आएर बसेको थियो भित्र रुममा एउटा चाहिँ काम गर्दैछ म चाहिँ काम सकेर मलाई त्यतिको चाहिँ हुन्न घट्नै पर्छ भन्ने चाहिँ हुँदैन म किनकि म पनि त पाउनै हो नि त पाहुना त जहाँ भयो नि पाउनै हो गाइस हामी त अनि गर्न चाहिँ गरेँ मैले अब आफूले आँखा देखेर काम गर्नै पऱ्यो होइन यस्तो ठुलो गरेर जति टेन्सन परेर आए पनि यस्तो काम त गर्ने नै हो अनि फेरि के भन्नुहुन्छ होला भन्ने लाग्छ फेरि त्यही काम गर्दै एकछिन अनि मैले बनाएको सालेट चाहिँ एकदम मिठो हुन्छ अरे क्या सालेट त फेरि जहाँ भयो नि यस्तो राम्रो हातले बनाएको नि मिठो हुँदैन त सालेट बनाइदिएँ मैले अनि त्यहाँबाट त्यो खेप्साम्रा त्यो पनि राम्रो लाग्छ यस्तो छ तर एउटा कुरा त राम्रो खाना मिठो खाना बनाउनु पनि राम्रो चाहिँ होइन जहाँ गए पनि सन्तुलनले बस्नु पाउँदैन बनाएको कहिले त गाउँको बेला मैले बनाइहाल्छु नि त नि खानुभएको रहेछ कि कहिले अनि ला तिमीले बनाएको त मिठो हुन्छ बनाउला भन्ने यतिभन्दा साह्रै बनाउँछु पाँचजनाको बनाउँदिनँ भन्नु पनि मिलेन एक किसिमले त्यो मेरो तारिफ पनि हो होइन राम्रो बनाउँछु भने त आज चाहिँ म चस्मिस बनिरहेको छु निकालेको छैन बाहिर गएको त्यो लाइटले गर्दा भन्दा यस्तो टाउको दुख्छ क्या मेरो धेरै लाइटले अनि निकाले होइन चस्मा पनि अब त्यस्तो त्यो वाला त होइन हुन चाहियो चस्मा राम्रो देखिरहेको छ किन निकाल्नु होइन गाइस त्यही हो अब चाहिँ घरमा अलिकति बेला हुन्छ अनि हाम्रो जेठी छोरा चाहिँ उता जानुभएको छ क्या खैम दखोर अनि टाढा आएपछि म आउँछु अनि घर जानुपर्छ भन्दै हुनुहुन्थ्यो कति बेला आउनुहुन्छ थाहा छैन अनि खाऊ भन्दा म खाँदिनँ बोलिन्थ्यो Ana mai vecchio. Maybe lazım ekli salata, khiyar, tomat, ada maybe sada kuyu maybe. دبة بعدين موزنا أول أنا يجي أول يجي أنا الدبة الحين ما في أنت ما في صح صغير صح؟ الحين أنا الدبة صح؟ إيه شنو؟ أنا الدبة أنت إيه؟ صح؟ إيه دبة واجد مشكلة أول أنت صغير أنا واجد كبير أنا واجد دبة الحين أنا صغير أنت الدبة هذا عيش هذا إيه هذا إيش وهذا داخل مسألة صح؟ هذا موزن هذا طماط ميزون لازم أكله بالسلطة هيلدي أكل زين هذا هلو أكل هلو تعرف سفير الزاغي وني باينسن
मिठो खाना बनाएपछि यस्तै हुन्छ अब होइन तारिफ भन्ने कुरो पाइन्छ तर त्यो मलाई फुर्कायो अब के हो त्यो त थाहा भएन तर राम्रै छ भनेपछि राम्रै भएरै होला होइन नराम्रो त म जहाँसम्म लाग्छ खाना नराम्रो त बनाउँदिनँ मैले बनाउन त आफ्नो तारिफ आफै हानेको होइन तर जे होस् मिठो चाहिँ मैले मिठो नै बनाउँछु खाना अब यहाँसम्म तारिफ हुन्छ भनेपछि यहाँ आएर पनि मैले खाना बनाएँ भने त्यो तारिफ लायकको नै खाना हो तारिफ लायककै खाना हो खाना बन्छ राम्रो बनाउँछु मैले खाने भए कृपया कन्ट्याक्ट गर्नु जे उसमा राम्रो बनाउँछु नि हौ खाना मान्छे पनि राम्रो छ हेर्नु न गाइज यहाँ कोठी निक्लिरहेको छ क्या मेरो के नोटिस गर्नुभयो गाइज के नोटिस गर्नु ल ममा यो चाहिँ तपाईँहरूमा ल के मिसिङ ममा चाहिँ के मिसिङ भयो भनेर चाहिँ तपाईँहरू गेस गर्नु ल त्यहाँ कमेन्ट पनि गर्नु ल कतिले चाहिँ मलाई नोटिस गर्नु रहेछ त्यो थाहा हुन्छ होइन कमेन्ट गर्नु म चाहिँ भनेन अनि आज चाहिँ हामी घर नजाने भयौँ क्या हामी बस्नुपर्ने हो रातिको 2 बजीसम्म अनि भाडा क्या भन्दा भाडा मैले मस्काएर ऊ चाहिँ ब्रेन भएको छ नि त यहाँ कतामा काम गर्ने म्यामले अब जाने भनेको रातिमा नजाऊ भन्नुभयो क्या नजाने रातिमा भोलि जाऊ न भन्नुभयो त्यही भएर बस्यौँ हामी यहाँ अनि मैले चाहिँ केही पनि ल्याएको थिएन क्या केही नलिएर आएको दिमाग खराब भइरहेछ अब भोलि त जाने भन्ने भइरहेछ हेरौँ कस्तो हुन्छ तर आधालाई चाहिँ यति नै भयो अब भोलिको दिनमा के कस्तो हुन्छ त्यो म देखाउँछु हजुरहरूलाई ममा चाहिँ के मिसिङ भयो त्यो के कसले नोटिस गर्नु त्यहाँ त कमेन्ट गरिहाल्नु ल छिटो कमेन्ट गर्नु ल के मिसिङ छ ममा हेर्नु त गाइज मिसिङ ल बाई नेक्स्ट भिडियोमा भेटौँ न ल गाइज नेक्स्ट भिडियोमा भेट्नुपर्छ ल बाई लभ यु